हन के साह्रो रोइ कराइ गरे भने के मान्छेहरूले बालेन शाहज्यू बोल्नुहुन्न, प्रधानमन्त्री भएर त बोल्नु पर्यो भनेर। अब उहाँ कसरी बोल्नुहुन्छ के? उहाँले कसम खानु भएको छ देश नबनाउन्जेलसम्म म बोल्दैन भनेर उहाँले कसम खानु भएको छ के? उहाँ एउटा इक्जाम्पल सेट गर्न खोजिराख्नु भएको छ। नबोलेर पनि भाषण ठुल्ठुला नदिएर पनि देश बनाउन सकिन्छ भनेर उहाँले एउटा देखाउन खोजिराख्नु भएको छ मान्छेहरूलाई, नेपाली जनताहरूलाई। त्यसै पनि उहाँ बोल्ने मान्छे होइन, उहाँ काम गरेर देखाउने मान्छे हो। अब तपाईँहरू आफै डिसाइड गर्नुहोस् कि तपाईँहरूलाई काम गर्ने मान्छे चाहियो कि बोल्ने मान्छे मात्र चाहिएको हो। तपाईँहरूलाई बोल्ने भाषण दिने मात्र मान्छे चाहिएको हो भने त्यही पुरानै तपाईँका बाहरूलाई उठाएर ल्याउनुहोस्, प्रधानमन्त्री बनाउनुहोस् र भाषण सुन्दै बस्नुहोस् अझै 5-10 वर्ष, त्यही हो। बाँकी चाहिँ अब तपाईँहरूलाई काम चाहिएको छ भने काम हेर्नुहोस् के, किनकि तपाईँको काम भइरहेछ नबोले पनि। तपाईँको हिजो सदनमा उठेको कुरा आज चाहिँ कार्यान्वयनमा आइरहेछ के, हिजो महावीर पुन सरले ल्याउनु भएको कुरा आज चाहिँ कार्यान्वयन भइरहेछ भनेपछि काम कुन लेभलमा भइरहेछ त्यो तपाईँहरू बुझ्नुहोस् के, अलिकति दिमाग लगाउनुहोस् के, किनकि काम भइरहेछ। नबोले पनि काम भइरहेछ भनेपछि तपाईँहरूलाई बोल्नुपर्ने जरुरत नै किन छ के? त्यो प्रश्न उत्तर दिनको लागि सबैको प्रश्न उत्तर प्रधानमन्त्रीले दिने होइन के, त्यसका लागि उहाँको टिम छ, त्यसका लागि अन्य सदस्यहरू छन्, अन्य सांसदहरू छन् उहाँहरूले दिने हो के। प्रधानमन्त्रीले सबै काम गर्ने होइन के, बुझ्नुहुन्छ नि? अब जति छिटो बुझ्नुहुन्छ त्यति छिटै हाम्रो नेपाल बन्छ होइन। यस्तै सानसाना कुराहरूमा अल्झिएर बस्ने हो भने हाम्रो नेपाल कहिले बन्दैन। हेर्नुहोस्, उहाँले गरिराख्नु भएको छ, एकदम राम्रो गरिराख्नु भएको छ। उहाँलाई काम गर्न दिनुहोस्, तर काम उहाँले गर्नुहुन्न भने चाहिँ खबरदारी गर्नुपर्छ। अब बोल्ने नबोल्ने चाहिँ उहाँको आफ्नो त्यो व्यक्तिगत विषय हो भनौँ न, त्यही हो।